आज हामी एनिमियाको बारेमा हेर्नेछौँ। त्यसैले भिडियो अन्तिमसम्म हेर्नुहोला र भिडियो कस्तो लाग्यो कमेन्टमा अवश्य आफ्नो प्रतिक्रिया दिनुहोला। त्यसैले आज हामी एनिमियाको बारेमा हेर्नेछौँ। एनिमियाको हामी सबैको डेफिनिसन हेर्नेछौँ। त्यसको हामी आज स्पेसली आइरन डिफिसियन्सी एनिमिया देख्नेछौँ। आइरन डिफिसियन्सी एनिमिया बारेमा पढ्नेछौँ। त्यसैले त्यसको डेफिनिसन फुट्नेछौँ। हामी त्यसको डायग्नोसिस गर्छौँ, त्यो सिम्पटम्स के हो अनि मतलब डायग्नोसिस गर्दै गर्ने अनि त्यसको ट्रिटमेन्टहरू पनि सबै चिज हेर्नेछौँ। त्यसैले भिडियो अन्तिमसम्म हेर्नुहोला। ल अब हामी सुरु गर्दैछौँ। हामी सुरु गर्दैछौँ अब भिडियो हामी। त्यसैले अब एनिमिया के हो भने बेला एनिमिया भनेको आरबिसी के नि आरबिसीको काउन्ट के हुन्छ भने कन्डिसन हो जो आरबिसी काउन्ट घटिहाल्छ। आरबिसी काउन्ट घट्छ भने के हुन्छ, हेमोग्लोबिन पनि घटिहाल्छ। त्यसको कन्डिसन हो। एनिमिया इज ए मेडिकल कन्डिसन इन विच रेड ब्लड सेल काउन्ट और हेमोग्लोबिन इज बिलो नर्मल ब्लड। यसको आरबिसी घटिहाल्छ ब्लड सेलमा। एनिमिया के हो भने ब्लड डिसअर्डर हो इन विच ब्लड हैज रिड्यूस एबिलिटी टु क्यारी अक्सिजन। अब के हुन्छ भने रेड ब्लड सेल घटिहाल्यो भने अब हेमोग्लोबिन घटिहाल्यो। हेमोग्लोबिन के गर्छ भने हेमोग्लोबिन के गर्छ, हेमोग्लोबिन एचबी कतिवटा अक्सिजन क्यारी गर्छ यसले, मोलिकुल 4 होता H2 हुन्छ। तर H2 मा हेमोग्लोबिनको हामी एउटा कुरा बुझ्नुपर्छ। हेमोग्लोबिनको चेन्जमा दुईवटा अल्फा हेमोग्लोबिनमा हुन्छ चेन हुन्छ र बिटा हुन्छ, गामा हुन्छ, डेल्टा हुन्छ, 4वटा हुन्छ। त्यसमा नि त्यसको अनि त्यो हामी पछि पढ्नेछौँ। अहिले छोड्दा अहिले कन्फ्युजन भइहाल्छ। त्यसैले अब हेमोग्लोबिन इज अ प्रोटिन कन्टेनिङ आइरन द्याट फ्यासिलिटेट टु ट्रान्सपोर्टेसन अफ अक्सिजन इन रेड ब्लड सेल। हेमोग्लोबिनको बुझिहाल्यो हामी। अब WHO अनुसार हेमोग्लोबिन मेलमा जेनरली फिमेलमा हुन्छ 30 देखि 70 हुन्छ, 17सम्म ग्राम डेल हुन्छ इन फिमेलमा। मेनमा 80 हुन्छ भने फिमेलमा 12 देखि 15 हुन्छ। प्रेग्नेन्ट वुमेनमा 11 हुन्छ। यो WHO क्याटेगोरी हो। तर नेपालमा के हुन्छ भने 12 to 13 मेलमा हुन्छ अनि मेलमा हुन्छ र फिमेलमा के हुन्छ भने 11 से 12 हुन्छ। यो हाम्रो नेपालको कन्टेक्टमा छ। अब आरबिसी हामी अब बुझिहाल्यो, त्यसको काउन्टको बारेमा हामी बुझिहाल्यो। अब अरूहरू के हुन्छ, आरबिसी have iron rich protein that gives blood its red color called hemoglobin. हेमोग्लोबिन के हो भने आरबिसी have iron rich protein that gives blood its red color is called hemoglobin. हेमोग्लोबिन ब्लडमा ब्लडलाई रातो पार्ने गर्छ। अब हेमोग्लोबिन इज अ प्रोटिन फाउन्ड इन द रेड सेल द्याट इज नेसेसरी फर द ट्रान्सपोर्टेसन एन्ड डेलिभरी अफ अक्सिजन। हेमोग्लोबिन एउटा प्रोटिन हो जो चाहिने नेसेसरी हुन्छ ट्रान्सपोर्टेसन अफ अक्सिजन। टिस्युमा अक्सिजन क्यारी, यसले टिस्युमा अक्सिजन लिएर जान्छ अनि अक्सिजनहरू लङ्समासम्म जान्छ अनि यसले हेमोग्लोबिनले कार्बन डाइअक्साइड पनि क्यारी गरेछ अनि 5 बल्टीमा जान्छ लङ्समा, धेरै बढीहरू हुन्छ। त्यो हामी थाहा नै छ। फर्स्ट इयरमा हामी अब हामी सुरु गर्नेछौँ आइरन डिफिसियन्सी एनिमिया। आइरन डिफिसियन्सी एनिमिया भनेको के हो पहिला, आइरन डिफिसियन्सी हो भने आइरन कमी हुन्छ यसमा। सबैभन्दा आइरन डिफिसियन्सी आइरन कमी हुन्छ। अब यो नै नेपालको कन्टेक्स्टमा हेर्दाखेरि हाम्रो सिलेबसमा अनि नेपालको कन्टेक्स्टमा हेर्दाखेरि नि सबैभन्दा इम्पोर्टेन्ट भनेको यही हो, आइरन डिफिसियन्सी एनिमिया हो। यो मोस्ट कमन टाइप अफ एनिमिया हो। यसमा के हुन्छ, लो आइरन इन द बडी हुन्छ, कज के भन्छ एनिमिया भइहाल्छ। आइरन कम भइहाल्यो भने एनिमिया भइहाल्छ। इट अकर ड्यु टु डिफिसियन्सी अफ एनिमिया इन डाइट। अब हामी एउटा यस्तो कन्डिसन पनि हुन्छ भने हामी डाइट जस्तै एनिमिया आइरनहरूको मतलब इनहेल गरियो भने त्यसमा एब्जर्प्सन पनि एब्जर्प्सन भएन भने त्यसको कारण पनि आइरन डिफिसियन्सी एनिमिया हुनसक्छ। त्यसैले एक्सेसिभ लस अफ आइरन हुनसक्छ। त्यसैले नि जस्तै एब्डोमिनहरूमा कुनै समस्या छ यस्तो
तब त्यसको कारण पनि आइरन डिफिसियन्सी एनिमिया हुनसक्छ। अब के छ अरू, बोन म्यारो निड आइरन टु मेक हेमोग्लोबिन विदाउट इनफ आइरन बडी क्यान नट मेक इनफ हेमोग्लोबिन फर आरबिसिस। अब एउटा के हुन्छ भन्दा यसको कज के हुनसक्छ, पहिला आइरन डिफिसियन्सी एनिमियाको कज हामी हेर्दैछौँ। ब्लड लस हुन्छ, ब्लड लस भयो भने एनिमिया हुन्छ। डाइट आइरनमा कम छ, मतलब आइरन हामी खाँदैन, मतलब हाम्रो खानामा आइरन प्रशस्त मात्रामा पाइँदैन भने हुन्छ। पोर एब्जर्प्सन अफ आइरन हुन्छ। इन्जेक्सनले भनेको छु हामी, इन्जेक्सन प्रब्लम हुन्छ भने सर्जरी भएको हुन्छ भने हुन्छ। अब यसको प्रेग्नेन्सी वुमेनमा पनि हुनसक्छ कि प्रेग्नेन्सी वुमेनमा किन हुन्छ भने यसको ब्लड भोल्युम इन्क्रिज भइहाल्छ। बिकज इन्क्रिज इज ब्लड भोल्युम इन्क्रिज भएको कारणले गर्दा पनि हुनसक्छ। अब धेरै हुकवार्महरू हाम्रो बडीमा इन्फेक्ट बसिसकेको छ भने त्यसको कारण पनि हुन्छ। हुकवार्म इन्फेक्सन त्यसले के हुन्छ भने 0.5 ml पर डे इनहेल त्यो हुकवार्महरूले कन्ज्युम गरिहाल्छ। अब यसको रिस्क फ्याक्टरहरू के हो, रिस्क फ्याक्टर वुमेनमा बढी हुनसक्छ। इन्फ्यान्ट अनि चिल्ड्रेनहरू इन्फ्यान्टहरूमा हुनसक्छ। भेजिटेरियनमा खास गरी हुन्छ। फ्रिक्वेन्सी ब्लड डोनरहरूमा हुन्छ। जस्तै भन्छ नि आजकल अनि आज फेसबुक ट्विटर्सहरूमा के हुन्छ, मन्थली भनिदिन्छ कि मन्थली डोनर हामी सधैँ डोनेट गर्छ अनि पोस्ट मार्छ। त्यसको कारण पनि हुनसक्छ कि मतलब टाइम टेबलमा चाहिँ हामीलाई ब्लड पनि डोनेट गर्नुपर्छ। यसको सिम्टम्सहरू के हुन्छ भने आइरन डिफिसियन्सी एनिमिया भएको सिम्टम्स के हुनसक्छ भने, अब हेरौँ सिम्टम्स के हुनसक्छ। अब के हुन्छ, मतलब फेगुनेस हुनसक्छ, उल्टीहरू हुनसक्छ, विकनेस हुन्छ, प्ले स्किन भइहाल्छ, हार्ट रेटहरू इन्क्रिज हुन्छ, सर्टनेस अफ ब्रिथ, छोटो सास लिन आउँछ, ह्यान्डहरू कोल्ड भइहाल्छ, फिटहरू स्पोन्सेप भइहाल्छ, टङको इन्फ्लामेसन भइहाल्छ। अरू धेरै कज छ, त्यसलाई यो 3-4वटा कज हो। विकनेस हुन्छ, प्लेग्रिन हुन्छ, सर्टनेस अफ ब्रिथ भइहाल्छ। त्यही 3-4वटा कज मेनली हो। त्यसपछि हामी कम्प्लिकेसनमा हेर्नेछौँ भने के हुनसक्छ कम्प्लिकेसन, हार्ट प्रब्लमको कारण हुनसक्छ। इरेगुलर हार्ट बिट, इन्लार्जमेन्ट अफ हार्ट भइहाल्छ, हार्ट फेलियरको कन्डिसन पनि आउनसक्छ। प्रब्लम ड्युरिङ हार्ट प्रेग्नेन्सी के हुन्छ भने अब प्रिम्याच्योर और लोवर ब्लड वेट भएको बेबीहरूमा पनि हुनसक्छ। अब डायग्नोसिस अब हेरौँ हामी, डायग्नोसिसमा सबैभन्दा पहिला नि हेमोग्लोबिन हामीले CBC टेस्ट सबैभन्दा पहिला गर्नुपर्छ। डायग्नोसिसमा CBC कम्प्लिट ब्लड काउन्ट हामीले हेर्छौँ अनि त्यसपछि हामीले गर्छौँ। त्यसपछि सिरम आइरनहरू इन्डोस्कोपिकहरू गर्न, अल्ट्रासाउन्डहरूको बाद हामीहरू पनि हेर्न गर्छौँ। सिरम फेराटिन, अब एउटा सिरम फेराटिनको कुरा हो। सिरम फेराटिनबाट पनि हामीले बुझ्न सक्छौँ। जेनरली मेलमा 80 हुन्छ अनि फिमेलमा 80 हुन्छ, त्यसैले पनि बुझ्न सक्छौँ। अब प्रिभेन्सन यसबाट हामी कसरी हुन्छ, आइरन रिच फुडहरू हामीले खानुपर्छ, कन्ज्युम गर्नुपर्छ। आइरन रिच भिटामिन सीको इन्क्रिज गर्नुपर्छ, एब्जर्प्सन आइरनको। त्यसपछि दुधहरू खानुपर्छ, केही हो। अब ट्रिटमेन्टमा त के हुन्छ भने अब आइरन ट्याब्लेट मतलब खाली पेटमा आइरन ट्याब्लेटहरू आइरन ट्याब्लेट इम्पिटी यसमा डु नट टेक आइरन विथ मिल्कहरू। जस्तै हामीले के गर्छौँ भने आइरन ट्याब्लेट हुन्छ नि, यसमा खाली पेटमा हामीले दुधसित लिइहाल्छौँ, त्यसले दुधसित आइरन ट्याब्लेटहरू नलिनुपर्छ। आइरन ट्याब्लेट कहिलेकाहीँ नि दाँतमा कलर छोडिदिन्छ, ब्ल्याक कलर अनि ब्ल्याक कलर स्टुल पनि हुनसक्छ। आइबी आइरनले त ब्लड ट्रान्सफ्युजनहरू गर्न, ओरल कन्टामिनेसनहरू हुन्छ। अनि आइरन सप्लिमेन्टेसनहरू पनि लिन पर्छ। त्यसैले आज हामी पढ्यो आइरन डिफिसियन्सी एनिमियाको बारेमा आज हामी पढेको छौँ। त्यसको मल्टिपल चोइस क्वेसन पनि हामी डिस्कस गर्ने नै छौँ। त्यसैले भिडियो राम्रो लाग्यो भने च्यानललाई सब्सक्राइब गर्नुहोला, लाइक सेयर अनि 5जना साथीसँग अवश्य सेयर गर्नुहोला। त्यसैले भिडियो अन्तिमसम्म हेरिदिनु भयो त्यसको लागि थ्याङ्क यू सो मच।